अध्यागमन प्रशासन सुधारसँगै पर्यटन प्रवर्धन र नियमन FNMIS अध्यायको सुरुवात। नेपाली नागरिकहरूको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने तथा विदेशी नागरिकहरूको प्रवेश, उपस्थिति र गतिविधिलाई नियमन, नियन्त्रण र व्यवस्थापन मार्फत राष्ट्रिय सुरक्षालाई सुदृढीकरण गर्नु अध्यागमन विभागको प्रमुख दायित्व हो। अध्यागमन प्रशासनको सुधार गर्न नेपाल सरकारले अभियान नै अघि बढाएको छ। लामो समयदेखि भिजिट भिसामा विदेश जाने नेपालीलाई प्रस्थान दिने वा नदिने भन्ने विषयको वरिपरि रुमलिरहेको अध्यागमन प्रशासनलाई सुरक्षा केन्द्रित बनाउँदै नेपाली नागरिकलाई सहज प्रस्थान दिने गरी कार्यविधि संशोधन गरी सेटिङ र अनियमिततालाई अन्त्य गर्ने प्रयत्न गरिएको छ। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियर लाइन डीसीको स्थापना, नेपाली पोर्टलाई API मार्फत 10 वटा विभिन्न निकायका प्रणालीसँग अन्तराबद्धता, विदेशी नागरिकहरूले विदेशबाटै इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन प्राप्त गर्न र अनलाइनबाटै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। विदेशी नागरिकहरूको अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको भिसा र पदयात्रा अनुमति जस्ता कार्यहरू पूर्ण स्वचालित प्रणालीमा आधारित बनाई कागज रहित अध्यागमन प्रशासनको सुरुवात गरिएको छ। पर्यटन क्षेत्रमा FNMIS को नयाँ अध्याय। नेपाल भ्रमणमा रहेका विदेशी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको स्थानीय सम्पर्क बिन्दुमा इनरोलमेन्ट र सूचना आदान प्रदान गर्न र विभिन्न प्रकारका अपराध नियन्त्रण गर्दै राष्ट्रिय सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली FNMIS निर्माण गरी कार्यान्वयनमा ल्याएको हो। यस प्रणालीमा आन्तरिक वायुसेवा सञ्चालकहरू, होटल तथा लज सञ्चालकहरू, ट्रेकिङ र एक्सपिडिसन एजेन्सीहरू, टेलिकम सेवा प्रदायक, सार्वजनिक यातायात सञ्चालकहरू लगायत विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने अन्य सरकारी र गैर सरकारी संस्थाहरू यस सञ्जालमा जोडिनेछन्। नेपालभित्र नै कुनै पनि विदेशी नागरिकको इन्ट्री, स्टे, मुभमेन्ट र एक्जिटसम्मका सूचनाहरूलाई रियल टाइममा एकुरेट बेसिसमा अध्यागमन प्रणालीमा त्यसमा सङ्ग्रह गर्ने र त्यसलाई राष्ट्रिय सुरक्षाको हिसाबले चाहिँ प्रयोग गर्ने र त्यसको आधारमा आवश्यक नीति निर्माणहरू गर्ने, सुरक्षाका आवश्यक रणनीतिहरू विकास गर्ने र अरू विभिन्न निकायहरूलाई तपाईँको पोलिसी इनपुट दिने काम पनि यो प्रणालीबाट सम्भव हुन्छ। अब हेरौँ FNMIS ले कसरी काम गर्छ र प्रणालीहरूको बीचमा विवरण कसरी आदान प्रदान हुन्छ। कुनै पनि विदेशी नागरिक कुनै अध्यागमन कार्यालय मानौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा साथ उसले अध्यागमन काउन्टरबाट आगमन अनुमति र भिसा प्राप्त गर्छ, मोबाइलको सिम कार्ड खरिद गर्छ, सार्वजनिक यातायात चढी होटलसम्म पुग्छ, होटलमा चेक इन गर्छ, आन्तरिक उडानबाट पोखरा जान्छ, पोखरामा गई ट्रेकिङ एजेन्सी मार्फत कुनै ट्रेकिङ गन्तव्यमा पुग्छ। यी सबै विवरणहरू यस प्रणालीमा आबद्ध तत्तत निकायले विभागकै वेब पोर्टल मार्फत वा API को माध्यमबाट विभागको प्रणालीमा प्राप्त हुनेछन् र यस्ता विवरण विदेशी नागरिकले अध्यागमन विभागको मोबाइल एपबाट सेल्फ इनरोल समेत गर्न सक्नेछन्। यसरी निजको प्रत्येक सम्पर्क बिन्दुबाट प्राप्त विवरण अध्यागमन विभागले विदेशी नागरिकको सुरक्षा, अपराध अनुसन्धान तथा राष्ट्रिय सुरक्षा सुदृढ बनाउनका लागि प्रयोग गर्नेछ। पर्यटकहरूका लागि यो एउटा सुरक्षा कवच हो जसले उनीहरूमाथि हुन सक्ने अपराध न्यूनीकरण गर्ने र आपतकालीन समयमा तत्काल उद्धार गर्न सहज बनाउनेछ। नेपाललाई एउटा सुरक्षित र भरपर्दो गन्तव्यका रूपमा विकास गर्दै अपराध नियन्त्रणका लागि आधार तयार गर्नेछ। कार्यान्वयनमा ल्याइएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली FNMIS ले नेपालको सुरक्षा र पर्यटनको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात हुने विश्वास लिइएको छ। पर्यटन प्रवर्धनसँगै प्रभावकारी नियमन र सुदृढ राष्ट्रिय सुरक्षा व्यवस्थापन